हामीलाई अवगत नै छ। यो राष्ट्रमा थाहा छैन कुन शक्तिको आशा लागेको छ, कुन बाहुले आशा लागेको छ र यो राष्ट्रमा दुईवटा छोराहरू सम्बराइरहेका छन् र हामीलाई यो समस्यामा पारिरहेका छौँ। सभापतिलाई म यहीबाट भन्न चाहन्छु, तपाईँमा के त्यस्तो घमण्ड छ? तपाईँको जिम्मेवारी के हो? म एउटा विद्यार्थी राजनीतिबाट यहाँ अगाडि बढिरहेको एउटा युवाको हैसियतबाट भन्न चाहन्छु, हामी जस्ता युवाको भविष्यलाई मिलाउन पारेर तपाईँले अचिभ गर्न चाहेको लक्ष्य कुन हो? आज तपाईँले नेपाली कङ्ग्रेसभित्रको तपाईँको उत्तरदायित्व के हो? पार्टीलाई कुन दिशामा लग्नुपर्ने तपाईँले आफ्नै एक दुईवटा आफ्नो दाजुभाइको छायामा रहेर तपाईँले चाहिँ पार्टीलाई कब्जामा लिएर त्यही किसिमले बागडोर सञ्चालन गर्नुभएको छ। तमाम गण्डकी प्रदेशका म साथीहरूलाई, हजारौँ साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, अद्यावधि गरेर मात्र नेपाली कङ्ग्रेसको लक्ष्य मिल्दैन। त्यसैले हामीले पहिला निक्लियो गर्नुपर्दछ कि सभापतिले निवर्तमान संस्थागत पक्षलाई कुन दृष्टिकोणबाट हेरिएको छ? उहाँहरूले निवर्तमान सत्तारूढ पक्षलाई सल्लाह गरेकै गर्ने, तर उहाँहरूले आफ्नो काम आफ्नै तरिकाले सम्हाल्नु। टुक्रै युनिटीबाट कुनै पनि समस्याको समाधान हुँदैन। त्यसैले म यो डाकबाट फेरि पनि सभापतिज्यूलाई भन्न चाहन्छु, अबको हाम्रो साझा लक्ष्य भनेको 15औं महाधिवेशन हो। हाम्रो स्थापित मूल्य र मान्यतामा रहेर हामीले 15औं महाधिवेशनलाई पछ्याउनु पर्दछ र त्यसको लागि तपाईँले नै आफ्नो पहिलो पाइला सार्नु पर्दछ र तपाईँको नेतृत्वमा होस् भन्ने पनि शुभकामना व्यक्त गर्न चाहन्छु। होइन भने तमाम गण्डकी प्रदेश मात्र नभइकन सातै प्रदेशमा हामी जस्ता धेरै युवाहरू, हामी जस्ता धेरै विद्यार्थीहरू, धेरै महिलाहरू यतिकै चुप बस्नेवाला छैनौँ। हामी पनि हेरौँला तपाईँले कुन तरिकाले अगाडि बढ्नु भएको छ। आज सभापतिमाथि पटक पटक प्रश्न उठ्दा उहाँमाथि हात हाल्दा तपाईँ चुप बस्ने सभापतिमाथि हामीले धेरै आशा राखेका त छैनौँ। तर पनि नेपाली कङ्ग्रेस आफ्नो एउटा विधि र पद्धतिमा चल्ने पार्टी भएको हुँदा सर्वोच्चले निर्णय गरिसकेपछि अब हामीले तपाईँप्रति पार्टी युनिटी र 15औं महाधिवेशनलाई लिएर केही आशा राखेका छौँ। यो आशालाई तपाईँले आफ्ना चम्चेहरूको मात्रै गर्नु परिकन तपाईँले चाहिँ एउटा किसिमले एउटा मोडालिटी दिएर अगाडि बढाउनु हुनेछ भन्ने शुभकामना सहित म फेरि पनि गण्डकी प्रदेशमा आउनुहुने सम्पूर्ण यो आशा लाग्दो अनुहारहरूलाई धेरै आभार व्यक्त गर्दै अब हामी मिलेर हातमा हात र काँधमा काँध लिएर हाम्रो साझा लक्ष्य उपलब्ध गर्छौँ, नत्र भने हाम्रो सडक पार्नु रहनेछ भन्ने विश्वास दिलाउँदै म फेरि पनि यहाँबाट विदेशमा उपचाररत श्रद्धेय निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्र मन्त्री डाक्टर आजु राणा देउवाप्रति म यहाँबाट निकै सम्झना सहित उहाँहरू छिटै नेपाल प्रस्थान गर्नुहुनेछ भन्ने आशा सहित यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद। जय नेपाल।